हेलो गाइस, हामी चाहिँ आज कहाँ जाँदैछौँ? हामी त आज बुढा नीलकण्ठ जाने अनि बुढा नीलकण्ठबाट चाहिँ हामी 15 मिनट हिँडिसकेपछि चाहिँ एउटा बस्ने एकदमै सुन्दर ठाउँ आउँछ। त्यहाँ यस्तो ओछ्याएर बस्ने तन्नामा अनि खाने कुन? बुढा नीलकण्ठ पार्क होइन होला, अर्कै होला पार्क। हामी चाहिँ यहाँ बुढा नीलकण्ठ मन्दिर आइपुग्यौँ। हामी जाँदैछौँ अब। माथि पुगिसक्नु भयो। लोकेसन चाहिँ मजाले याद नगरेर यहाँ खोज्दै हुनुहुन्छ। ल हामी चाहिँ अन द वे छौँ। हामी चाहिँ यहाँ ट्याक्सी रुँगिरहेछौँ। पठाउ अर्डर के अरे गर्दै हुनुहुन्छ, बोलाउँदै हुनुहुन्छ। यहाँ चाहिँ यस्तो राम्रो भ्यू छ। अनि छोरा र म चाहिँ यहाँ आइसक्यौँ। कोही आइपुगेको छैनन्। हामीभन्दा अगाडि हिँडेका मान्छे पनि आइपुगेका छैनन्। हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ खेल्ने ठाउँहरू रहेछ। हामी त बेहाल भयौँ, लापत्ता। न हामीसँग नखाने कुरा छ। कहाँ हरायो? अब कतिखेर आइपुग्छन् थाहा छैन। कोही तलै बाटोमै छोडेर आयौँ। ट्याक्सी आउन मानेन। त्यही भएर हामी चाहिँ पठाउ गरेर आएको थियौँ। पानी त किन्दा भइहाल्यो। ल हेर्दै गर्नु होला। छोरो चाहिँ उहाँ खेल्दैछ, अल्छी लाग्यो रे उसलाई। अनि लडिन्छ है। अनि खेल्दैछ ऊ। मान्छे गायब, कहाँ हो कहाँ थाहा छैन। कोही कता कोही कता। यस्तै छ जिन्दगानी। कहिले भेला आउने हो थाहा छैन। यही हो स्तूपा चाहिँ। तर हाम्रो मान्छेहरू कहाँ हरायो अहिलेसम्म। कस्तो फिल हुँदैछ? यहाँबाट राम्रो देखिँदो रहेछ। के हो के अलमल 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 भएर अहिलेसम्म भेटेको छैन मान्छे। यत्रो उकालो कुद्नु पर्यो। हामी बल्ल बल्ल भेला भइयो, आइपुग्यो यहाँ। हेत्तेरिका साह्रै गाह्रो पो रहेछ त घुम्न आउन ठाउँ त। सीता दिदी, हजुर, के भन्नु छ? दुई शब्द। हिँड्दै आउने कुरा गरेर यसरी हाइकिङको ब्यागहरू बोकिओरी खानको लागि अलिकति पकाइएर आएको थियौँ। तर हिँड्नको लागि चाहिँ हामी ढिला उठेछौँ, ढिला आएछौँ होइन। उठेछ। ढिला आएपछि चाहिँ यहाँ हिँडेर आउँदाखेरि त 2 बजे जस्तो लाग्यो। त्यही भएर चाहिँ हामी याङ्गोमा आयौँ। याङ्गो पनि फेरि यस्तो बिजोक भयो कि मान्छे छ र पस्ट। उकालो बाटो सबैजना बाइकमा चाहिँ गऱ्यौँ याङ्गो। अनि त्यसले गर्दाखेरि हामी कोही उत्तरतिर झऱ्यौँ, कोही पूर्वतिर झऱ्यो। त्यसले गर्दाखेरि बल्ल भेट भएको छ। अब रमाइलो गर्नुपर्छ। अनि भाउजूलाई कस्तो लाग्दैछ? ठाउँ चाहिँ एकदम धेरै रमाइलो, तर आउनलाई पनि थोरै कष्ट होइन? राम्रो ठाउँ भए पनि जस राम्रो सुन्दर ठाउँमा आइपुगेको छ। खुसीको कुरा त्यही हो। ल बधाई छ। अनि तपाईँलाई होइन सजिलो होइन? एकदम सजिलो हुन्छ पछाडिको ब्याग। ल ठिक छ, बधाई छ। अनि सङ्गीता दिदी झन् एक्लै नि माथि आइपुगेको सुरुमा। धन्न मलाई देखेछ। म त उता छोरालाई खेलाउन लगेँ नि त, त्यही भएर। ल यस्तै छ। कोही वासरुम जाँदै हुनुहुन्छ, फेरि बनाउँदै गरौँ ल। ल गाइज, यहाँ टिकटक सिद्धिन आँटेन पुरै यहाँ।
पढेर मोबाइलै मात्रै हेरिराख्नु भएको छ सबैजना गाइज हामीलाई क्याप्चर गरेकै गरेन कि कुद्दैछ म कराउँदैछन् म भिडियो बनाउँदै फेरि पर्खेको होइन फेरि मेरो छोरीले उहाँ यत्रो यत्रो झोला बोक्दैछिन् ल अब हामी जाँदैछौँ आइपुग्यौँ फाइनली ल गाइज हामी चाहिँ यहाँ घुम्यौँ ओर्यौँ टिकटक बनायौँ झोला बिसाएर यहाँ अब यहाँ तन्ना ओछ्याएर बस्ने रे झ्याम कि झ्याम खाने रे ओहो मान्छे त लड्छ नि त यस्तो राम्रो सिन छ लडिन्छ नि त त्यहाँ खोज्ने ओह्रालोमा यहाँ छ सिधा फाइनली खानेकुरा निस्क्यो पुरै यहाँ चाम्रे निकाल्छु म खै ठिक यसलाई यो ब्यागलाई उता राख बाबु बाबु यो ब्यागलाई उता राख कसै चाहिँ डढ्छु भनेर क्रिम लगाएका छन् दलेका छन् यहाँ छ निकाल्नु हाम्रो प्लेट कहाँ छ सहायता ल यहाँ हाम्रो त पुरा खतरा खानेकुरा जाँदैछ बबाल म त यहाँ सबैको भिडियो बनाउँदैछु होइन म त यो लाम्छु भिडियो ब्लगको खै उसको यहाँ ल गाइज हामीले चाहिँ खायौँ है आजको टुर यस्तै भयो अब खाइसकेर अनि बाटो लाग्ने 2 घन्टाको बाटो हिँडेर भक्तपुर कहिले पुग्ने हो थाहा छैन फाइनली खाइसक्यो अनि यो नङ दुखेर जोरै आएर चम्चाले निकाल्नु पर्छ नि त यत्रो छ कता चम्चा न चम्चा हुन्छ न चक्कुको टुप्पो हुन्छ केही न केही बिचमा चिर्दै बनाउने भन्दाखेरि त्यसले के को सब्जी रे ढिलो होला भन्दै कस्तो चिप्लेको रहेछ के हो बरेला भनेको बरेला के फिनिस्ड छोरो कस्तो लाग्यो कसैले नखाने हो खानु नि खाना हुनेले सिधा दिदीकोमा छ त प्लेटमा खाना अब यहाँ चियर्स हामी उता साइड ठुलो मामले देखाऊ ल फाइनली हामीले खाइसक्यौँ झोला रित्तो बनाएर हिँड्यौँ अब गाडीमा जाने अलिअलि हाइकिङ गर्छन् अरे ओह्रालो बाटोमा त्यही भएर हिँड्दैछौँ ल है हामी हिँड्यौँ ओह्रालो बाख्रा पाठा चाहिँ खोज्छ किन ल गाइजहरू कस्तो लाग्यो आज रमाइलो भयो मैले सोचेकै थिइनँ यति राम्रो ठाउँ छ भनेर पहिलेदेखि आउने धेरै कुरा थियो अगाडिदेखि सबैजना घुम्न आउनु पर्ने ठाउँ रहेछ यो डाँडामा जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो आज फाइनल्ली आइपुग्यो बेलैमा फर्कियो पनि हिँड्यो पनि नारायण थानको गइराई र फर्सी यस्तो मजाले सजाएर राखेको छ होइन होला बेच्ने खै कि बेच्ने नै हो कि माथि पनि रहेछ ऊ यस्तो मजाले बनाएको रहेछ मेरो छोरो त कहाँ कुद्नु भइसक्यो लु हामी चाहिँ हाइकिङ हिँडेर फर्केको है जाँदाखेरि चाहिँ हामी अर्को बाटो गएको थियौँ फर्किँदा यो बाटोबाट फर्केको यो चाहिँ पुरा यो बाटो छिटै घर पुग्ने हिसाबले चाहिँ यो हिँडेको यो बाटो चाहिँ यस्तो छ
यो कता स्टप गर्न मिल्छ म नि आउनु परेन पछाडि हामी छुट्टै आउनु फेरि ल हाइकिङ गर्ने मान्छेहरू पुरा यहाँ हिँड्दै हुनुहुन्छ गुडुङ गुडुङ छोरा बिस्तारी म जान्थे सुरुमा छोरो ल ल हिँड्नु बाबु बिस्तारी जाऊ है ल अलिक कठाइङको कि कठाइङ के भन्छ हौ भन्ने आएन कठिन बाटोमा पुरै झोला चाहिँ चाइनाबाट मगाएको है यो सबै यो झोलाहरू चाहिँ गाह्रो छ मान्छेलाई हिँड्न हिँड्दै हुनुहुन्छ त्यही पनि गाह्रै छ हिँड्नलाई हिँड्दै हुनुहुन्छ त्यही पनि सबै डर लाग्दै ओर्दै भए पनि रोडबाट हिँड्दा घुमिन्छ त्यही भएर यस्तो दामी भ्यू देखिन्छ यताबाट चाहिँ जोस् रमाइलो भयो हान्नुपर्छ अनि अघि जाँदा पनि यो बाटो देखेको हो नि घरको बाटो होला भन्दै थिएँ टोलीहरू सुई हिँड्छन् जोस् ल बदाम खाँदै हुनुहुन्छ यहाँ गाईचोरू अघि नअगाएर अहिले अगाइ पनि मिठो मुख पारेको ए बदामले मिठो हुन्छ मुख अनि अब अहिले यो बदाम खाइसकेपछि एकछिनपछि त्यो अमलालाई हाल्नुपर्छ है मुखमा ओके छ त गाडीमा बदाम खानु ल यहाँ मङ्कीले खाँदै हुनुहुन्छ छोरो माथि ल यहाँ दर्शन पनि गऱ्यौँ विष्णु भगवानको ल यता घुमौँ कता हौ कहाँ पुगिसक्नु फर्किँदैछौँ छोरो अम्बा काटेको देख्यौ नि भगवानको होइन मजा आयो आयो कि आएन आज मजा दर्शन गरेर आएको मेसोहरूको दाँत के भएको कौशलदारको भिड छ है बल्ल बल्ल कौशलदार आइपुग्यो हेत्तेरिका ल भन फाइनली घर पुग्यो कति घन्टा लागेर आइपुग्यो होइन 10 11 12 13 घुमेर 14 जाममा 15 पर्यो त्यही भएर ल हाम्रो भिडियो हेरिदिनु होला लाइक शेयर सब्स्क्राइब गरिदिनु होला बाइ